कति गाह्रो छ गेम हेर्नु जानु। गेम सुरु भइसक्यो। पानीले दौडा दौड बनायो। ट्याक्सीमा आइरहेको छु तर ट्याक्सीले चाहिँ ढिलो गर्ला भनेर ट्याक्सीबाट झरेर दौडी दौडी आएको हामी। अनि टुङ्गेट ल्याएको थियौँ त्यो लाग्नै दिएन। यिनी पागलनीलाई थर्मसमा ल्याऊ भनेको थर्मस ल्याउन अब कहाँ हो? कहाँ गेम सुरु भएपछि यता हो। अहिले चाहिँ बेनिफिकाले पेनाल्टी पाउला जस्तो छ र पेनाल्टीको लागि चाहिँ यता रेफ्रीले भारमा गएर हेरिरहेको छ। अनि पेनाल्टी दियो बेनिफिका पेनाल्टी कन्फर्म। ए होइन दिएन पेनाल्टी दिएन। ओ हेर्न सक्नुहुन्छ बल कन्ट्रोल। अहिले बेलिङhamको साथमा बल छ भनेपछि गेम चाहिँ एकदमै बवाल गइरहेको छ। बेनिफिकाले 2-3 सर्ट मिस गरिसकेको छ। अहिले चाहिँ 18-20 मिनट मात्रै भएको छ गेमको। रियल म्याड्रिडले चाहिँ एउटा पनि चान्सेस क्रिएट गर्न पाएको छैन। अनि जुड बेलिङहम नाचै छ। एम्बापेले बल बल्ल बाल छुन पाइरहेको छ। भिनिजियरले पनि त्यस्तो साह्रो केही असर गरेको छैन। तर बेनिफिकाको चाहिँ फिनिसिङ भएन। यहाँ बेनिफिकाले चाहिँ फिनिसिङ गर्न सकेको छैन। मजाले गुल्लरको हातमा बल। एम्बापेलाई जहिले पेनाल्टी चाहिन्छ। नो पेनाल्टी एम्बापे। अहिले चाहिँ हान्न लाग्यो रियल म्याड्रिड हो। छोड न एक्सपिरियन्स खेलाडी र उसमा
एम्बापे ढलेको ढले, गेम चलेको चले। एम्बापे ढलेको ढले, गेम चलेको चले। बेनिफिकाले पेनाल्टी पायो। What a game यार। फर्स्ट हाफमै कमब्याक, फर्स्ट हाफमै कमब्याक। यति राम्रो खेलेछ बेनिफिकाले, रियल म्याड्रिडलाई पानी भन्न दिएको छैन क्या, पानी भन्न दिएको छैन। फाइट फाइट फाइट, नो फाइट नो फाइट। पेनाल्टी हान्नको लागि हाम्रो ग्रिसको खेलाडी तयार भइरहेको छ। मस्ट विन गेम हो यो, बेनिफिकालाई पनि रियल म्याड्रिडलाई पनि। रियल म्याड्रिडलाई टप 8 मा छिर्नु छ भनेपछि बेनिफिकालाई चाहिँ सर्भाइभ हुनलाई, तर विन भएर पनि सर्भाइभ हुने निश्चित हुँदैन फेरि। मस्ट विन गेम हो बेनिफिकाको लागि। बेनिफिका फर सर्भाइभ, रियल म्याड्रिड फर टप 8। बेल्जियमको किपर कौटिनो। फर्स्ट हाफमै कमब्याक गरिसकेको छ बेनिफिकाले। लागि मस्ट विन गेम हो यो, सर्भाइभ हुनुको लागि। 6 पोइन्ट छ, आर्मीको 9 पोइन्ट हो, तर 9 पोइन्टले पनि उताबाट चाहिँ नेपोलियो पिएसपीहरू गर्ने खेल्यो भने गेम चाहिँ एकदम बवाल भएको छ। बेनिफिकाले रियल म्याड्रिडलाई पानी भन्न दिएको छैन। एक गोल एकदमै एउटा डेन्जर अट्याक गरेको थियो होला, त्यही डेन्जर अट्याकको गोल हाल्यो। तपाईँको बेनिफिकाले यति डेन्जर अट्याक गरेको छ, यति बिग चान्स मिस। तपाईँको 5-7 भन्दा बढी त बिग चान्स 1 versus 1 गोल भएको छ। त्यति बिग चान्स मिस गरेको, एउटा राम्रो स्ट्राइकर, राम्रो फिनिस गर्ने मान्छे अगाडि भइदिनु भयो। आज रियल म्याड्रिडले पानी भन्न त के यो पानी खाएर जान्छ क्या, पानी खाएर सरी एम्बापे ढलेको ढले उठ्न सकेन बिचरो ढलेर। एम्बापे ढलेको ढले, तर गेम चलेको छ। फ्यानहरू बेनिफिकाको बोलेर लगाएको यो लगाएको थिएँ मैले, तर ज्याकेटले छोपिरहेको थिएँ नडराइसक्यो। यहाँ किन सक्छ है, गाली गरेको छ रेफ्रीलाई यहाँबाट, गाली गरेको छ खेलाडीलाई। Senhoras e senhores, neste Benfica Real Madrid em que o futebol encontra a sua essência, temos a honra de homenagear neste estádio e as lendas vivas do Benfica, protagonistas.
अब चाहिँ 2-1 भइसकेको भएर सेकेन्ड हाफ सुरु भएको छ। रियल म्याड्रिडले अट्याक खेलिरहेको छ, बेनिफिकाले डिफेन्स खेलिरहेको छ, त्यही चलिरहेको छ अहिले। तर यहाँ आएर चाहिँ रियल म्याड्रिडको गेम हेर्दाखेरि यो ओल्ड क्लास टिम हो जस्तो मलाई केही पनि एउटा पनि फिल भएन। रियल म्याड्रिड ओल्ड क्लास टिम हो, अनि अस्ति भर्खरै 2-2 च्याम्पियन लिग जितेको टिम हो जस्तो चाहिँ मलाई फिलै भएन। यस्तो बनाएको छ बेनिफिकाले यिनीहरूलाई आज, सायद अर्काको होममा खेल्न नसकेर पनि हो कि। बेल्जियमको केवुन दे ब्रुयनेको गर्लफ्रेन्ड लैदियो अहिले, आफ्नै साथीको गर्लफ्रेन्ड। मिनेट भएको छ 65 मिनेट। Camavinga, Jude Bellingham, Judeo. Camavinga, Jude Bellingham, Judeo. Jose Miller, Asensio, Mbappe. कहाँ पुगेछ यो हेर्न किपर पौटिङ डाइरेक्ट गोल मार्नु। तिरासी मिनट भइसकेको छ। 2-3 बेनिफिका 3 रियल 2। अब तानेरै जित्न लाग्यो अब।